ओके स्टेज जाने बेलामा एकदमै हतारिँदै जानुभयो र पर्फर्म गर्नुभएको मोमेन्टहरू छ कि छैन? एकदमै त्यस्तै कहिलेकाहीँ हुन्छ त्यस्तो एकदमै हतारिँदै, किनकि त्यसै हुन्छ कहिलेकाहीँ फिलर एक्टहरू हुँदैन, आफू अगाडि स्टेज चढ्नु पनि हुन्छ, तर त्यसो हतासित जाँदाखेरि सबै कुरा चाहिँ गर्नु, तर म्याम आफ्नो चेन चाहिँ चेक गर्नुपर्ने, आफ्नो जिपर चाहिँ चेक गर्नुपर्ने मलाई त्यस्तो भएको छ। कहिले जिपर लाउनु भुल्छ नि स्टेज चढ्दाखेरि। वाट क्यान बी मोर इम्बेरेसिङ द्याट भन्दा हुँदैन। वार्डरोब मालफङ्क्सन हजुरको अघि नै एउटा कुन कार्यक्रम गर्दाखेरि यो तपाईँको लुगा च्याति खिच्नु होला, हजुरले मेरो धेरै अफ क्यामेरा कुरा ल्याएर भएको छ नि त। त्यस्तो भएको थियो, तर त हजुरको च्याति थियो नि त्यसरी केटा मान्छे किन हुन्छ भन्नु खोज्दा कि बराबर हुन्छ। त्यतिखेर मैले कसरी जुगाड लाग्यो थाहा छ, पुरा टी सर्ट कल्छ म तानेर। ओ माई गॉड, कन्फिडेन्स लुज भयो होला एकछिन त थाहा छ नि त। अब चेन म बिग्रियो त्यो लाग्नु पनि नलाग्यो कि बिग्रियो क्या, त्यो छुट्टेको के रातमै नभेटाएको कि लाउनै मिलेन। अब के गर्ने, लास्ट मिनटमा कुनै रेमेडी पनि छैन। ओएमजी हैन त्यस्तो। हजुरको त लाइभ थिएन, अर्को टेक्निकमा त हामी त लाइभमा सुन्नु त कति अप्ठ्यारो स्टेजमा। ओ माई गॉड, कहाँको इन्सिडेन्ट हो यो? पहिला टी-सर्टले पनि भएन नि, गिटारले छोप्ने कि म्याम। गिटार बेस्ट पार्ट तपाईको लागि चाहिँ गिटार बजाउनुहुन्छ नि त स्टेजमा। गिटार अलिक तलसम्म राख्यो अनि तर एकपल्ट मात्रै भएको छ त्यस्तो। कहाँ भएको छ यो खासमा? रिसेन्टली नै भएको म्याम, म भन्दिनँ कुन्टा। सबैले फोटो गरेर यस्तो जुम गरेर हेरेर त्यो चिजले तपाईँलाई कति दिनसम्म हान्छ नि थाहा छ? याद आइरहेको छ होइन? होइन त्यस्तो अब सबैले थाहा पाउनु भएको भए त ज्याउ हुन्थ्यो होला। तपाईँ आफूले मात्रै थाहा पाउनु भयो? आफूले मात्रै थाहा भएको भएर मलाई कसरी लुकाउनु त्यो आयो, जुगाड लाउन आयो।